नमस्कार। आज हामी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 को एउटा निकै रोमाञ्चक खेलको बारेमा कुरा गर्दैछौँ। हो, नेपाल र नेदरल्यान्ड्सको खेल जुन 10/2025मा डन्डीमा भएको थियो। अनि नतिजा नेपालको पक्षमा रह्यो, 16 रनले जित्यो नेपालले। निकै प्रतिस्पर्धात्मक खेल थियो। एकदम। हामीसँग भएको खेल रिपोर्ट र कमेन्ट्री हेर्दा यो जित कसरी सम्भव भयो, यसका मुख्य पक्षहरू के थिए, त्यसमै अलि गहिरिएर हेरौँ न त। अवश्य, यो खेल आफैमा महत्त्वपूर्ण थियो, मतलब लिग 2 को अङ्क तालिकाको हिसाबले पनि हो नि। हो नि। नेदरल्यान्ड्स त लगातार 4 खेल जितेर आएको थियो हैन, लयमा थियो। एकदमै राम्रो लयमा। अनि नेपालले पनि अघिल्लो खेलमा स्कटल्यान्डलाई हराएर आएको थियो, त्यसैले दुवै टोलीको मनोबल उच्च थियो। नेदरल्यान्ड्सले टस जित्यो अनि फिल्डिङ रोज्यो। यो त अपेक्षित नै थियो होला है। कथिए अथवा चेस गर्न सजिलो हुन्छ भन्ने सोचे होलान्। तर नेपालको ब्याटिङको सुरुवात हेर्दा उनीहरूको त्यो निर्णय ठिकै जस्तो पनि देखियो सुरुमा। कुशल भुर्तेल 1 रनमा अनि अनिल शाह 11 रनमा आउट भए। स्कोर बोर्डमा 29 रन हुँदा 2 विकेट गइसकेको थियो। त्यो त एकै दबावको स्थिति हो। त्यहाँबाट 244 रनसम्म पुग्नु, त्यो पनि 7 विकेट गुमाएर, यसमा कसको भूमिका रह्यो त खास? सुरुको त्यो दबावपछि भीम सार्कीले 41 र कप्तान रोहित पौडेलले 25 रन बनाएर अलि सम्हाल्न खोज्नुभयो। एउटा सानो साझेदारी भयो। हो, तर खेलको मतलब वास्तविक दिशा नै परिवर्तन गरेको चाहिँ आरिफ शेखको ब्याटिङले हो। आरिफ शेख 84 रन नट आउट। हो, 85 बलमा निकै संयमित अनि एकदमै जिम्मेवार इनिङ्स। यो खाली रन मात्र थिएन, उहाँले एक छेउबाट टिकेर दबावलाई सोसेर इनिङ्सलाई अन्तिमसम्म डोर्याउनु भयो। जुन नेपाललाई यस्तो अवस्थामा अक्सर ताइन्छ नि। बिल्कुल, त्यो इनिङ्स नै मेरुदण्ड बन्यो। अनि अन्त्यतिर करण केसीले पनि राम्रो योगदान दिनुभयो। हो, 14 बलमा 21 रन, त्यो पनि महत्त्वपूर्ण थियो स्कोर 240 कटाउन। एकदमै। नेदरल्यान्ड्सका बलरहरूले मतलब पल भ्यान मिकरेन र आर्यन दत्तले 2-2 विकेट त लिए, तर आरिफ शेखलाई रोक्न सकेनन् उनीहरूले। ल, नेपालले 241 बनायो। अब 242 रनको लक्ष्य पछ्याउन आएको नेदरल्यान्ड्सको सुरुवात कस्तो रह्यो त? लक्ष्य त्यस्तो ठूलो पनि थिएन, मध्यम नै थियो, तर नेपाली बलरहरूले सुरुदेखि नै आक्रामक बलिङ गरे। सन्दीप लामेछानेले त पहिलो ओभरमै विकेट लिए हैन? हो, माइकल लेभिटलाई शून्यमै आउट गर्नुभयो। त्यसले सुरुमै ठूलो मनोवैज्ञानिक दबाव सिर्जना गर्यो। अनि त्यसपछि नन्दन यादव, आफ्नो पहिलो एक दिवसीय खेल। उहाँको लागि त अविस्मरणीय क्षण बन्यो। म्याक्स ओडाउडलाई 12 रनमा आउट गरेर आफ्नो पहिलो ओडिआई विकेट लिनुभयो। डेब्यू खेलमै यस्तो सुरुवात पाउनु त एकदमै राम्रो संकेत। यसले त नेदरल्यान्ड्सलाई सुरुमै झट्का लाग्यो। हो, मध्यक्रममा विक्रमजित सिंहले 33 रन बनाए अनि कप्तान स्कट एडवर्ड्स र वेस्ली बरेसीले पनि अलि टिकेर खेल्ने प्रयास गरे। तर साझेदारी हुन पाएन जस्तो लाग्यो है। त्यही भयो, नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिइरहे। सन्दीपले मध्यक्रममा फेरि विकेट लिएर उनीहरूको लय बिगारिदिनुभयो। कुल 3 विकेट लिनुभयो उहाँले। अरू बलरहरू नि? ललित राजवंशीले पनि कसिलो बलिङ गर्दै 2 विकेट लिनुभयो, रनगतिलाई नियन्त्रणमा राख्नुभयो। नन्दन यादवले आफ्नो डेब्यूमा 2 विकेट लिएर निकै प्रभावशाली देखिए। करण केसीले पनि 1 विकेट थपे। भनेपछि यो त एकदमै सामूहिक बलिङ प्रयास रह्यो। हो, सबै बलरले मिलेर दबाव बनाइराखे। नेदरल्यान्ड्स अन्तिम ओभरसम्म। नमस्कार। आज हामी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 को एउटा निकै रोमाञ्चक खेलको बारेमा कुरा गर्दैछौँ। हो, नेपाल र नेदरल्यान्ड्सको खेल जुन 10/2025मा डन्डीमा भएको थियो। अनि नतिजा नेपालको पक्षमा रह्यो, 16 रनले जित्यो नेपालले। निकै प्रतिस्पर्धात्मक खेल थियो। एकदम। हामीसँग भएको खेल रिपोर्ट र कमेन्ट्री हेर्दा यो जित कसरी सम्भव भयो, यसका मुख्य पक्षहरू के थिए, त्यसमै अलि गहिरिएर हेरौँ न त। अवश्य, यो खेल आफैमा महत्त्वपूर्ण थियो, मतलब लिग 2 को अङ्क तालिकाको हिसाबले पनि हो नि। हो नि। नेदरल्यान्ड्स त लगातार 4 खेल जितेर आएको थियो हैन, लयमा थियो। एकदमै राम्रो लयमा। अनि नेपालले पनि अघिल्लो खेलमा स्कटल्यान्डलाई हराएर आएको थियो, त्यसैले दुवै टोलीको मनोबल उच्च थियो। नेदरल्यान्ड्सले टस जित्यो अनि फिल्डिङ रोज्यो। यो त अपेक्षित नै थियो होला है। कथिए अथवा चेस गर्न सजिलो हुन्छ भन्ने सोचे होलान्। तर नेपालको ब्याटिङको सुरुवात हेर्दा
उनीहरूको त्यो निर्णय ठिकै जस्तो पनि देखियो सुरुमा। कुशल भुर्तेल 1 रनमा अनि अनिल शाह 11 रनमा आउट भए। स्कोर बोर्डमा 29 रन हुँदा 2 विकेट गइसकेको थियो। त्यो त एकै दबावको स्थिति हो। त्यहाँबाट 244 रनसम्म पुग्नु, त्यो पनि 7 विकेट गुमाएर, यसमा कसको भूमिका रह्यो त खास? सुरुको त्यो दबावपछि भीम सार्कीले 41 र कप्तान रोहित पौडेलले 25 रन बनाएर अलि सम्हाल्न खोज्नुभयो। एउटा सानो साझेदारी भयो। हो,